So hey guys and welcome to my new vlog. हजुरहरुलाई स्वागत छ मेरो भ्लगमा। मेरो नाम रिजन तामाङ र आज चाहिँ धान उठाउने काम छ यसरी र म पनि अहिले धान उठाउनु गएको यसो सघाउँ भनेर। अनि अहिले दिनको 4 बजे 3:30 हुँदैछ र यो हाम्रो खेत जहाँ चाहिँ धानहरु जम्मै काटिसकेछ। उतै त धानको मुठा पार्नु हुँदैछ। बाउ म लान्छु, म हुडी लाएर आएको छु। हुडी जम्पर धान बोक्नुको लागि आएको। बोक्छ त हामी पर राख्नु मिलाउनु पर्यो नि। अब यसरी आफैचोटि लागि ल यतिकोमा देखिहाल्यो नि। बाउले चाहिँ एक मुठा बोकेर लानुभयो। अर्कोचोटि आउँदाखेरि चाहिँ म लान्छु। र 2 खुट्टी चाहिँ सकेछ। त्यही खुट्टी र यो खुट्टी सकेछ, बाँकी छ अरू। यसपालि चाहिँ किन हो किन अलिक कम्ती फलेछ अनि अलिक बाक्लो भएन रहेछ है। अलिक निकै पातलो भएछ कि। तर नि केही छैन, अर्को पटक चाहिँ अलिक बाक्लै रोपिमला। हेर्नु त यो यत्रो एक खुट्टीबाट यति मात्रै निस्किएछ। यो यत्रो वहाँदेखि यहाँसम्मको एक खुट्टीमा यति मात्रै निस्किएछ। र अहिले धानहरु रोको खेत कतिवटा छ भन्दा एउटा, अनि त्यहाँ 2टा, यहाँ 3टा, 4टा, 5 र यहाँ 6 अनि त्यहाँ 7वटा मात्र छ। र बाँकी जम्मै सकिसकेछ। अब यसपालि त धेरै उड्दैन, पहिलेको भन्दा कम्ती उड्छ। पहिलेतिर पो दरो उड्छ त, अहिले त कम्ती उड्छ। एक मुठा पनि मरेर हुन्छ। अनि यसपालि चाहिँ सायद हाम्रो अमिलोको बोटमा अमिलो फल जस्तो छैन। अमिलोको खुसबु त आउँदैछ। अमिलो रहेछ एउटा देखे, अनि बाँकी त छैन देखेको। बाँकी हाम्रो अमिलोको बोट छ नि, यो चाहिँ एकदमै सुन्तला जस्तो फल्छ। म यतातिर थियो भने देखाइदिन्छु हजुरहरूलाई। यसरी मुनिबाट हेरौँ न, छ कि बा देखिन्छ कि। धान बोक्नुको लागि आइसक्नु भएको छ हाम्रो आखे कि आसेङ हो थाहा नै छैन। यहाँ चाहिँ कोला खेती पनि हुन्छ। यहाँ कोला झुन्डिँदा ढाड दुखेर आउनुभएको अरे गुम्बादेखि। मेरो जाने हात काटेर हिजो गएन आज। यसपालि त मरेर एक मुठा मात्र भयो हौ, पहिले जस्तो भएन। बाउ पनि आइसक्नु भयो। अब म लान्छु यस पछाडि। यसपालि खासै धान हुन्छ जस्तो लाग्दैन। शिविरमा पनि रोपिएन। यता अलिकति पितिक्क उम्रेको छ। उम्रेको छैन, फलेको छ, धेर छैन। ल बाउ म लान्छु अब। कता यो एकजनाले बटुल्नु होइन, म बोकिदिन्छु। ल यो म लान्छु। काम गर्नु पर्दा पनि कस्तो भएन। ल म बटुलिदिन्छु। म त छिटो छु नि फेरि बटुल्नु त। यस्तो त म एकैछिनमा थिलिली बटुल्नु त तपाईँको। म फेरि बोक्नु थिलिली। ल जोडी मिलेछ त। म बोक्नु उठाउनु त एकैछिनमा नि। एकजना उठाउनु भने एकजना बोक्नु छिटो। बाउ यसपालि सुटुनी चाहिँ खानुपर्छ है। दर अब दरो फल्यो होला नि। बदाम त खानै पाएन। बदाम अब आफू मजाले घारिने क्या हुन्छ। पाखाबारी त जान्छ। यति बोक्नु हुन्छ होला नि। ढाडमा झन् जोर पर्छ। फेरि ढाड दुखेर मान्छेलाई सडकै बोक्नु पर्दा त मरियो नि। तर यसपालि धान बाक्लो छैन नि। एक बिटा छ, गरामा एक बिटा पनि छैन। एक मुठी त मरेर हुन्छ। फेरि धान एक मन आए पनि 1.5 मन धेरै आयो, 1 मन आउँछ।
हेरौँ अब ल मेरो लागि रेडी पार्नु त अब ल राम बिस्तारै जानु है ए सकिसक्यो त्यो एउटा सक्यो यो एउटा सक्यो यो एउटा सक्यो अब मात्र 2 2 4 5वटा मात्र छ के टाइम लाग्छ एक बिटा हुन्छ एउटा गरामा एक बिटा पनि हुँदैन बाला त लाल छैन परालमा तर यसपालि हो साँच्चीमै फल्दै फलेन धेरै सुपारी बोट पनि धेरै धेरै छ नि त बाक्लो बाक्लो अब बारीको बिचबिचमा त्यही भएर धानहरू धेरै फलेन जस्तो छ तर बाउ हामीले पातलो पनि रोप्यो क्या पातलो बाक्लो जे रस्तामा यो फल्दैन नि धान अलि के यहाँ बोकेर लान आँटेको अनि यहाँनिर ठिक पारिदिनु हुँदैछ मेरो हात्ती चाहिँ काट्यो कि त्यही भएर क्या हामी चाहिँ यसरी बोकिन्छ है बत्तीको तारले अल्झाउँछ हेर्नुपर्ने रहेछ है माथि ए भइहाल्छ नि गर्नु पर्यो नि बडा बगाई चिप्ले झन्डै लडे अड्क्यो डोरी फुस्क्यो यत्रो तारमा हाल्छेर बाँकी यति त हुँदैछ भर्खर यहाँ छुटेर झऱ्यो सो गाइज म चाहिँ लडी गएँ तारमा हाल्छेर होइन तर पनि केही छैन जसरी भने मिलाएँ ओ गुड बय हाम्रो गाउँको केटाकेटीहरूले पनि गर्छ यसरी तर सहरमा यस्तो फिल छैन जहाँ गाउँमा हुन्छ यस्तो तर अहिले गाउँ पनि अहिले खतरामा छ किनभने अहिले खेतीबाडी नै गाउँको मतलब मूल चिज हो अनि त्यसमा अब पेस्टिसाइडहरू युज गरिन्छ त अनि खतरा छ नि त बाँकी मल युज गर्ने हो पेस्टिसाइडहरूको युज गर्ने होइन अनि मात्रै यसरी मेहनतको फल खानु पाइन्छ त्यहाँ मकैहरू उम्रिरहेछ नि फेरि धेरै छैन होला कि तर पनि केही छैन अब अर्को पालि चाहिँ अब दरो बाँधिदिनु भन्नु होला यो अलिक खकुलो गरेको थियो कि बाँधेको थियो कि त्यही भएर फुस्की गयो लड्नुहुन्छ बिस्तारै उतै त मतलबबाट पनि चल्दैछ ए बाउ आउँदैछ
नातिलाई भारी काम बडा मेरो पनि बाँधिदिनु ल मेरो पनि बाँधिदिनु कता भन्नु बोकेर हिँडेको त ए ल ल हिँड्दै गर्नु दुई तीनवटा रहेछ ल बाउ अब चाहिँ अलिक दह्रो बाँधिदिनु है अघि फुस्की गयो कहाँ पुग्दा खुसी त्यही पर तिरपालमै ए तिरपालमा खुसी त राम्रो त तारमा अल्झेर फ्यासे गयो भने छैन काम पनि बाँकी रह्यो है के गर्नु आज चाहिँ यति काम गर्छु भनौँ फ्यासे गयो भने गयो नि कता बोक्ने यस्तो त्यो उसमा तार्नु कि बोकिनु हुन्छ आएको यहाँ बुझ्याङ हाई गरिदिने ल धान बोकेर आउनु है भर्खर 2 बोक्दैछु होइन सकिन लागिसक्यो क्या पनि भर्खरै सुरु भएको सुरु होतै खतम यो माथिबाट गयो भने चिप्लेर लग्छ तल्लोबाट जानु पर्यो यति भयो बल्ल भएर अझै त यो पुरै डल्लै घेरा गर्नु छ अनि भोलितिर खाट राखेर त्यहाँ पुरै हान्नु छ यो जम्मै छर्नु छ धान निकाल्नु छ सो गाइज अब चाहिँ फेरि पनि हिँडेँ यो छ क्या प्रब्लम भाइ करेन्ट हान्नु भने मरिँदैन तारले के गर्ने हौ हिरो आइपुगिसक्यो हेलो भन्ने मजाले यो एउटा निलो तार त गाँसियो यहाँ भ बुझाङ लु छिटो आउने जाऊ दुईजनै सँगै जाऊ थोरै अलिकति मिलाउ न ठिक छ एङ्गल
हेलो भन्ने हेलो ल जाउँ यता हेरिदिनु त यता हेर्ने बुझ्यौ अब फेरि बोल्दिनँ हाम्रो गाउँको सबसे बुद्धिमानी मान्छे बुद्धिमानी नानी भाइ डिसोम बनाउने एरोप्लेन बनाउने हेलिकप्टर बनाउने के भन्छ यो ए बिस्तारै लड्छ अनि यो अटो पनि बनाउने यो बारी पहिले हाम्रो हुने गर्छ अब पछि आउने टाइममा म फेरि किन्नेछु बाँकी यसरी नै गफ गर्दै हिँडौँ जहिलेको लागि यसरी मिल्दै बसौँ अनि गाउँ हजार बोक्छ नि मान्छे राम्रो छ अनि चारैतिर कोला फलेको छ पाक्ने बेला भइसकेको छ यताबाट हिँड्नु फुजाङ औ यताबाट जाऊ यसो गर यहाँ हो गुड भाइ जा हिँड्ने के भयो ए डन्ठा हौ जमी जान धान बटल्नुमा यता पनि के गर्नु पर्छ र हाम्रो धान चाहिँ यति मात्रै भयो सकेको त छैन अब एक मुठी ल्याउनु छ यति मात्रै भयो